कोरियन भाषा केका लागि सिक्दैछौँ र के सिक्ने पहिलो दिनमा चाहिँ हाम्रो उपलब्धि के हुनेछ भन्ने कुरा चाहिँ यहाँ तपाईँले स्क्रिनमा पनि देखिसक्नु भएको छ। सबैभन्दा पहिला हामीले कोरियन भाषाको परिचय भन्ने कुरा हेर्छौँ है। सबैभन्दा पहिला के हेर्छौँ रे? कोरियन भाषाको परिचय। अब बाटोमा होस् अथवा यात्रामा होस्, कुनै पनि ठाउँमा नयाँ व्यक्ति फेला पार्नु भयो भने हामीलाई परिचय गर्ने मन लाग्छ है। बाटोमा होस् अथवा जुनसुकै ठाउँमा होस्, यदि नयाँ व्यक्ति मान्छे कोही भेटियो भने हामीलाई के लाग्छ? परिचय गर्ने मन लाग्छ। खासमा हामी ऊ कहाँ जानला हो त्यो समेत थाहा हुँदैन, तैपनि हामी परिचय गर्छौँ है। अब कोरियन भाषाको यात्रा भनेको तपाईँको 1 घन्टाको यात्रा, 1 दिनको यात्रा अथवा 1 महिनाको यात्रा नभएर बाँकी जिन्दगीकै यात्रा हो। यही तपाईँको बाँकी जिन्दगी यात्राको न कोरियन भाषा क्लास हो। त्यसो भए सबैभन्दा पहिला कोरियन भाषा सम्बन्धी के रहेछ जानकारी, केही जानकारीहरू लिउँ अनि त्यसपछि हामी क्लास पनि सुरु गर्छौँ। अथवा क्लास त सुरु भइसकेको छ, जानकारीका कुराहरू सुरुमा गरौँ है त। ल, अब यहाँनिर छ सबैभन्दा पहिला कोरियन भाषाको परिचय। यो कोरियन भाषा के हो र कसरी तयार गरियो भन्ने कुरामा यहाँ लेखिएको छ। यहाँनिर हेरौँ, कोरियन भाषाको लिपिलाई हाङ्गुल भनेर भनिन्छ लेखा छ। कोरियन भाषाको लिपिलाई के भन्दो रहेछ? हाङ्गुल भनेर भन्दो रहेछ। त्यस्तै हल्ला चाहिँ नगर्नु होला है साथीहरू, बिस्तारै बोल्नु होला, म अन्तिममा बोल्न दिन्छु। जुन लिपि सन् 1443मा कोरियाका राजा अथवा कोरियाका तत्कालीन राजा सेजोङ छेवाङको पालामा तयार भएको थियो है। सेजोङ छेवाङको पालामा कोरियाका भाषाविदहरूलाई जम्मा पारेर है कोरियन भाषा तयार भएको थियो। त्यस्तै अर्को कुरा के छ भनेर भन्दाखेरि यो कोरियन भाषामा जम्मा हामीले 40वटा अक्षरहरू पढ्नुपर्छ है। कोरियन भाषामा जम्मा 40वटा अक्षरहरू हामीले सिक्छौँ। अब यो 40वटा अक्षर के हुन् भन्ने विषयमा मैले तल यहाँ लेखिदिएको छु, यहाँ हेर्नु होला तपाईँहरूले। कोरियन भाषाका 40वटा अक्षरमा सबैभन्दा पहिला पढ्नुपर्ने 19वटा व्यञ्जन हुन्छन्। यानि कि नेपाली भाषामा क ख पढे जस्तै कोरियन भाषामा हामीले 19वटा व्यञ्जनहरू सिक्छौँ। नेपाली भाषामा 36वटा क ख सिके जस्तै कोरियन भाषामा हामीले 19वटा अक्षर चाहिँ सिक्नुपर्छ है। अनि नेपाली भाषामा 12वटा अ आ इ स्वर वर्ण सिके जस्तै कोरियन भाषामा चाहिँ फेरि 21वटा अ आ इ अथवा स्वर वर्ण चाहिँ सिक्नुपर्छ। नेपाली भाषामा 36वटा क ख को सट्टा कोरियन भाषामा 19वटा व्यञ्जनहरू सिक्नुपर्छ। त्यस्तै नेपाली भाषामा 12वटा स्वर वर्ण सिके जस्तै कोरियन भाषामा चाहिँ 21वटा स्वर वर्ण सिक्नु पर्दछ। तपाईँलाई फेरि पनि भने, मैले सुरुदेखि गएँ होइन, फेरि पनि सुन्नु होला। अब यहाँनिर छ यो कहिलेकाहीँ नेपाली शब्दहरू पनि नबुझिने हुन्छ है। यो लिपि भनेको सबैलाई थाहा नहुन सक्छ। हाङ्गुल भनेको त कोरियन शब्द हो, मैले नेपालीमा लेखिदिएको है। हाङ्गुल भनेको कोरियन शब्द हो, मैले यसलाई नेपालीमा लेखेको। अब यो लिपि भनेको के हो भन्ने विषयमा थोरै बुझौँ, अनि मात्रै कोरियन भाषाको लिपिलाई फलानु भनिन्छ भन्ने कुरातिर जाउँला हामी। यो लिपि भन्ने बित्तिकै हामीले के बुझ्छौँ भनेर भन्दाखेरि कुनै पनि भाषामा दुईटा माध्यम हुन्छ, एउटा बोल्ने है, एउटा बोल्ने, अर्को चाहिँ बोलेकै कुरालाई लेख्ने है। कुनै पनि भाषामा दुईटा माध्यम हुन्छ, एउटा बोल्न सकिन्छ, अर्को कुरा बोलेकै कुरालाई लेख्न पनि सकिन्छ। त्यसो भए लिपि भनेको के हो भनेर भन्दाखेरि, सर यो म्युट चाहिँ राखिदिनु होला है साथीहरूलाई, सुरुको दिनमा थाहा नहुन सक्छ, बोलिहाल्नुहुन्छ होइन, थाहा नभएर बोल्नुहुन्छ त्यो चाहिँ थाहा छ, र चाहिँ हामीले ओके। अब कोरियन भाषाको लिपिलाई फलानु भनिन्छ भन्नुभन्दा पहिला लिपि भनेको के हो भनेर भन्दाखेरि भाषामा बोल्ने माध्यम पनि हुन्छ, लेख्ने माध्यम पनि हुन्छ। अब त्यसो भए कुनै पनि भाषालाई बोल्ने तरिकाबाट लेख्ने तरिकामा ढाल्ने है, कुनै पनि भाषालाई बोल्ने तरिकाबाट लेख्ने तरिकालाई प्रस्तुत गर्ने ढाँचालाई नै हामीले लिपि भनेर भन्छौँ। अथवा कुनै पनि भाषाहरूलाई अक्षरको माध्यमबाट प्रस्तुत गर्ने ढाँचालाई लिपि भनेर भनिन्छ है। कुनै पनि भाषालाई अक्षरको माध्यमबाट प्रस्तुत गर्ने ढाँचालाई के भनिन्छ अरे? लिपि भनेर भनिन्छ। अब त्यसो भए कोरियन भाषाको लिपिलाई हाङ्गुल भनिन्छ भन्ने बित्तिकै तपाईँलाई एउटा कन्फ्युज के लाग्न सक्छ भन्दाखेरि त्यसो भए नेपाली भाषाको लिपिलाई चाहिँ के भन्छ होला त भन्ने कुरा पनि लाग्न सक्छ है। यो कतिपय कुराहरू थाहा भएर पनि व्यक्त गर्न नसकिने हुन्छ। अब कोरियन भाषाको लिपिलाई हाङ्गुल भनेर भने जस्तै
नेपाली भाषाको लिपिलाई हामीले देवनागरी भनेर भन्छौँ है। तपाईँहरूले यहाँ लेखिसके चाहिँ पक्कै पनि देखाएको थिएँ भन्ने भयो होला, तर यहाँ नलेखुन्जेल चाहिँ प्रायः साथीहरूलाई थाहा नहुन पनि सक्छ है। कोरियन भाषाको लिपिलाई हाङ्गुल भनेर भनिन्छ भने नेपाली भाषाको लिपिलाई के भन्नु पर्दो रहेछ? देवनागरी भनेर भन्नु पर्दो रहेछ। अब यो देवनागरी भन्ने कुरा देख्ने बित्तिकै हामीले नेपाली भाषाका अक्षर प्रयोग गर्नुपर्छ भन्ने मान्यता हुन्छ भने हाङ्गुल देख्ने बित्तिकै अब कोरियन भाषाका अक्षर प्रयोग गर्नुपर्छ भन्ने मान्यता राखिन्छ है। ल अब हामी जाउँ तलको कार्थमा। कोरियन भाषामा जम्मा 40वटा अक्षर हुन् है। कोरियन भाषामा जम्मा 40वटा अक्षर हुन्। यो 40वटा अक्षरमा 19वटा व्यञ्जन छन् भने मुख्यतया 21वटा चाहिँ स्वरवर्ण भनेर सिक्नुपर्छ। अब नेपाली भाषामा 36वटा व्यञ्जन सिक्छौँ अनि 12वटा स्वरवर्ण सिक्छौँ। त्यस्तै कोरियन भाषामा 19वटा व्यञ्जन अनि 21वटा स्वरवर्ण रहेछन्। त्यसो भए अब 19वटा व्यञ्जन र 21वटा स्वर भनिसके पछाडि नेपाली भाषामा हामीले क खलाई त एकैचोटि अध्ययन गरेका थियौँ, तर कोरियन भाषामा 19वटा व्यञ्जनहरूलाई दुई भागमा विभाजित गरिएको छ है। कोरियन भाषामा 19वटा व्यञ्जनलाई के गरिएको छ अरे? दुई भागमा विभाजित गरिएको छ। सर यो दुई भागमा विभाजित गर्नुको कारण के हो भनेर यदि कसैले बुझ्न चाहनुभयो भने के बुझ्ने भनेर भन्दाखेरि कोरियन भाषामा 19वटा व्यञ्जनलाई दुई भागमा लाएर अध्ययन गर्नुको कारण त बेग्लै छ, तर अहिले तपाईँलाई 0 लेभलको विद्यार्थी भएको हुनाले के भनेर बुझौँ भन्दाखेरि सरल तरिकाले अध्ययन गर्नको लागि हो भनेर बुझौँ है त है। मुख्य कारण चाहिँ अलगै छ, तपाईँलाई पछि थाहा हुन्छ। अहिले चाहिँ के बुझौँ भनेर भन्दाखेरि दुई भागमा लाएर पढ्दाखेरि चाहिँ केही पढाइमा अलिकति सहज हुने भएको हुनाले दुई दुई भागमा लाएर पढ्ने चलन रहेको छ। व्यञ्जनलाई पनि दुई भागमा, स्वरलाई पनि दुई भागमा लाएर हामीले अध्ययन गर्छौँ है त। ल 19वटा व्यञ्जनमा 14वटा एकल व्यञ्जन भनेर पढ्छौँ, 5वटा मिश्रित व्यञ्जन भनेर पढ्छौँ भने 21वटा स्वरवर्णमा चाहिँ 10वटा एकल स्वरवर्ण, 11वटा चाहिँ मिश्रित स्वरवर्ण भनेर पढ्छौँ है त। ल त्यसो भए अब हामी जाउँ अक्षर संरचना के छ। कोरियन भाषाको अक्षर संरचना पनि त हेर्नु पर्यो होइन। ल अब त्यसो भए नेपाली भाषामा सबैभन्दा पहिला हामीले के पढ्छौँ भनेर भन्दाखेरि क ख पढ्छौँ है। के पढ्छौँ? क ख पढ्छौँ। नेपाली भाषामा सुरुवाती डे 1मा हामीले क ख पढे जस्तै अब कोरियन भाषाको डे 1मा के पढ्ने त भनेर भन्दाखेरि कोरियन भाषाको डे 1मा सबैभन्दा पहिलो टपिक रहन्छ 14वटा एकल व्यञ्जन है। ल त्यो सुरु गरौँ है त साथीहरू। 14वटा एकल व्यञ्जन वर्ण। एकल व्यञ्जन वर्ण जम्मा 14वटा है। ल कोरियन भाषामा एकल व्यञ्जन वर्णलाई हामीले किबोन छाउम भनेर भन्छौँ। यो बुझ्ने चाहिँ लेभल नहुन सक्छ अहिले, यसो सक्नुहुन्छ भने लेखिराख्नुहोस् है त। ल कोरियन भाषामा सबैभन्दा पहिलो अक्षर के हो? नेपाली भाषाको त क हो, अङ्ग्रेजी भाषाको त ए हो। अब कोरियन भाषाको पहिलो अक्षर के हो भनेर भन्दाखेरि कोरियन भाषाको पहिलो अक्षर अथवा दोस्रो अक्षर जुनसुकै अक्षर भए पनि गाह्रो चाहिँ कुनै पनि छैन है। कोरियन भाषाको पहिलो अक्षर 1 2 3 को 7 जस्तै अक्षर छ जसलाई हामीले ग भनेर उच्चारण गर्छौँ है। के भनेर उच्चारण गर्छौँ रे? ग भनेर उच्चारण गर्छौँ। सेकेन्ड अक्षर रहेको छ एबिसिडीको एल जस्तो अक्षर रहेको छ जसलाई हामीले न भनेर उच्चारण गर्छौँ। त्यस्तै क्यापिटल कोष अथवा सी टाइपको अक्षर कोरियन भाषामा हामीले द भनेर उच्चारण गर्छौँ भने ठ्याक्कै डिजिटल 2 टाइपको अक्षर लेखिदिनु भयो भने कोरियन भाषामा यसलाई र भनेर भनिन्छ। एउटा वर्गाकार कोठा बनाइदिन्छु है। यो वर्गाकार कोठा जस्तै अक्षर देख्नुभयो भने कोरियन भाषामा म भनेर भनिदिनु होला। त्यस्तै उल्टो ए टाइपको अक्षर देख्नुभयो भने कोरियन भाषामा यसको उच्चारण ब भनेर भनिन्छ। यो वाइ हो, वाइलाई पनि हामीले ल अनि यो वाइलाई हामीले उल्टो पारी लेखिदियौँ भने कोरियन भाषामा यसको उच्चारण स भनेर भनिन्छ है त साथी। त्यस्तै 1 2 3 को 0 अथवा एबिसिडीको ओ लेख्यौँ भने कोरियन भाषाको अ अक्षर बन्छ। यो उल्टो वाइलाई माथिबाट डन्डी हालिदियौँ भने कोरियन भाषामा फेरि ज अक्षर बन्छ।
यो जलाई पनि हामीले जस्ताको तस्तै लेखौँ र माथिबाट अर्को डन्डी थपिदिउँ। कोरियन भाषामा यसको उच्चारण चाहिँ हामीले छ भनेर भन्छौँ है साथी, छ हो। त्यस्तै एबिसिडीको याफलाई उल्टो पारेर लेखिदिउँ भने कोरियन भाषाको ख अक्षर बन्छ है। एबिसिडीको याफलाई उल्टो पारी लेख्यौँ भने कोरियन भाषाको ख अक्षर बन्छ। क्यापिटल ईलाई जस्ताको तस्तै लेखिदिउँ भने कोरियन भाषामा थ अक्षर बन्छ भने रोमनको आइआईलाई जस्ताको तस्तै लेखिदिउँ भने कोरियन भाषामा थ अक्षर बन्छ। त्यस्तै यहाँनिर यो जिरोलाई हामीले माथिबाट दुईटा डन्डी हालिदियौँ भने कोरियन भाषामा फेरि ह अक्षर बन्छ है त साथी। ओके, अब त्यसो भए अब यहाँनिर अहिले चाहिँ सबै साथीहरूले क्लासमा मात्रै ध्यान दिनु होला है। हाम्रो पहिलो कुरा भनेको क्लास, तपाईँ हामी जोडिनुको मुख्य कारण भनेकै क्लासको लागि हो। अब हामीले क्लासलाई मात्रै फोकस गरौँ, पछि अन्य कुराहरू त अन्तिममा छँदैछ है त साथीहरू। ओके ल, त्यसो भए अब यो 14वटा एकल व्यञ्जन पुग्यो कि पुगेन पहिला त्यो हेर्नु पर्यो हामी है। हामीले एकल व्यञ्जनबाट 14वटा भनेर भनेका थियौँ। यो 14वटा एकल व्यञ्जन पुग्यो कि पुगेन भन्दाखेरि 7 दुना 14, 14वटा चाहिँ पुग्यो है। ओके, त्यसो भए अब बेसिक जिरो लेभल भनेपछि हामी सबै कुरामा जिरो नै हुन्छौँ र केही साथीहरूले पहिला पढेको भए तापनि हामीले जिरो लेभलबाटै जानु पर्दछ। कोरियन भाषामा यो प्रत्येक अक्षरको तलतिर यसरी खुट्टा तान्नुको कारण चाहिँ के हो भनेर थोरै कुरा गरौँ है त साथी। ओके, कोरियन भाषामा यो प्रत्येक अक्षरको तलतिर खुट्टा तान्नुको मुख्य कारण के हो भनेर भन्दाखेरि कोरियन भाषाका यिनी 14वटा एकल व्यञ्जनहरूलाई अहिले नै हामीले पुरा अक्षर भनेर भन्न चाहिँ मिल्दैन है। कोरियन भाषाका 14वटा एकल व्यञ्जनहरूलाई अहिले नै हामीले पुरा अक्षर भनेर भन्न चाहिँ मिल्दैन। यो चाहिँ हामीले अपुरो अक्षर भनेर पढ्छौँ। अब कसैले किन भनेर सोध्न पनि पाइयो है। लेख्दाखेरि पुरै लेखा छ, अनि आधा अक्षर हुन् भनेर भन्यो भने सर किन भनेर सोध्न पनि पाइयो। त्यसमा यो किन भन्ने कुराको एन्सर पनि हेरौँ है त साथी। कोरियन भाषाका यिनी व्यञ्जनहरू आधा अक्षर हुन्, पुरा अक्षर होइनन्। त्यसो भए किन भन्ने कुराको एन्सर हेरौँ। अब त्यसो भए कोरियन भाषाका अक्षर आधा हुन् भने कोरियन भाषामा सबैभन्दा पहिला हामीले ग, न, द, र, म, ब, स भनेर पढे जस्तै नेपाली भाषामा त हामीले क ख पढेको हो होइन। नेपाली भाषामा के पढेको हो? क ख पढेको हो। त्यस्तै अङ्ग्रेजी भाषामा हामीले के पढ्यौँ फेरि एबिसिडी पढेको हो। ल, एउटा कुरा ध्यान दिएर सुन्नु होला। नेपाली भाषामा सबैभन्दा पहिला क ख पढेका थियौँ हामीले, अङ्ग्रेजी भाषामा सबैभन्दा पहिला एबिसिडी पढेका थियौँ, अनि कोरियन भाषामा सबैभन्दा पहिला हामीले के सिक्यौँ? ग, न, द, र, म, ब, स भन्ने कुरा सिक्यौँ। त्यसो भए नेपाली भाषामा सुरुमा पढ्ने अक्षरलाई हामीले आधा अक्षर भनेर भनेनौँ। अङ्ग्रेजी भाषामा पनि सबैभन्दा पहिला पढेका अक्षरलाई आधा अक्षर भनेर भनेनौँ, अनि कोरियन भाषामा मात्रै किन भनेको त है? अथवा यदि कोरियन भाषाका अक्षर आधा हुन् भने नेपाली भाषाका अक्षर पनि आधै पो हुन् कि सुरुमा पढ्ने क खहरू? अङ्ग्रेजी भाषामा पनि सुरुमा पढ्ने एबिसिडीका अक्षरहरू आधा पो हुन् कि होइन? कोरियन भाषाका अक्षर आधा हुन् भने नेपाली भाषाका अक्षर पनि आधा पो हुन् कि हामी भ्रममा पो छौँ कि भन्ने टाइपको क्या है। ल, त्यसो भए हामीले भित्री रूपमा अध्ययन गरेर यसो हेर्ने हो भने नेपाली भाषामा पनि क खलाई सुरुमै पुरा अक्षर भनेर भन्न मिल्दैन। अङ्ग्रेजी भाषामा पनि एबिसिडीका अक्षरलाई सुरुमै पुरा अक्षर भनेर भन्न मिल्दैन। त्यस्तै कोरियन भाषामा पनि सुरुका अक्षरलाई पुरा अक्षर भनेर भन्न मिल्दैन। जस्तै तल हेर्नेर हेर्नु होला, नेपाली भाषामा कमा हामीले अ मिसायौँ भने मात्रै पुरा क हुन्छ। कमा अथवा कलाई क नै भन्नको लागि पनि के मिसाउनु पर्दो रहेछ? अ मिसाउनु पर्दो रहेछ। त्यसो भए कलाई क नै भन्नको लागि अ मिसाउनु पर्छ भने अ नमिसाएको क चाहिँ पुरा हो कि होइन त भन्दाखेरि होइन है। यदि कलाई क नै भन्नको लागि अ मिसाउनु पर्छ भने अ नमिसाएको कलाई के भन्ने त? आधा अक्षर भनेर भन्ने। अनि अब यो कलाई क नै भन्नुपर्ने भएर हामीले अ मिसाइएको हो। यदि का भन्नुपर्ने थियो भने फेरि आ मिसाउँथ्यौँ होइन। त्यसो भए कलाई क नै भन्नको लागि अ मिसाउनु पर्छ, खलाई पनि ख भन्नको लागि अ मिसाउनु पर्छ। त्यही भएर यो क खका अक्षर सुरुमै आधा अक्षर हुन्, पुरा अक्षर भन्न पाइँदैन। अब नेपाली भाषामा त मैले कबाट उदाहरण लिएँ, अङ्ग्रेजी भाषामा यो बीबाट उदाहरण लिन्छु, हेर्नु होला है। अङ्ग्रेजी भाषाका एबिसिडी पनि पुरा होइनन् सुरुमा। कसरी होइनन् भनेर भन्दाखेरि यो बीलाई पनि पूर्ण रूपमा बी भन्नको लागि
आई मिसाउनु पर्छ अनि मात्रै पुरा बी उच्चारण गर्न सकिन्छ है। यो पनि बी हो, यो पनि बी हो, यो पनि बी हो, यो पनि बी हो, तर आई मिसाएको बी चाहिँ पुरा अक्षर, आई नमिसाएको बी चाहिँ आधा अक्षर। त्यसो भए यो दुईटा उदाहरणबाट राम्रो उदाहरण कुरा के प्रश्न हुन्छ अथवा के बुझ्न सकिन्छ भनेर भन्दाखेरि कुनै पनि व्यञ्जनका अक्षरलाई पूर्ण रूपमा उच्चारण गर्ने हो भने, कुनै पनि व्यञ्जनका अक्षरलाई पूर्ण रूपमा उच्चारण गर्ने हो भने स्वर वर्ण पनि मिसाउनु पर्दो रहेछ क्या है। के गर्नु पर्दो रहेछ अरे, स्वर वर्ण पनि मिसाउनु पर्दो रहेछ। अब कोरियन भाषामा पनि हामीले जबसम्म स्वर वर्ण मिसाउँदैनौँ तबसम्म अक्षरलाई पुरा अक्षर भनेर भन्न मिल्दैन है त। कोरियन भाषामा पनि के बुझ्नु पर्यो, जबसम्म हामीले अक्षरमा स्वर वर्णहरू मिसाउँदैनौँ तबसम्म यिनी अक्षरलाई पूर्ण रूपमा अक्षर भनेर भन्न चाहिँ मिल्दैन। अब स्वर वर्ण मिसाउनको लागि त व्यञ्जन वर्ण भनेको के हो, स्वर वर्ण भनेको के हो त्यो त चिन्नु पर्यो पहिला। अब आजको क्लासमा हामीले मिसाउने भन्दा पनि चिन्ने काम मात्रै गर्छौँ, भोलि पर्सिको क्लासमा मिसाउँछौँ अनि मात्रै पुरा अक्षर भन्छौँ है त। त्यसपछि रहेको छ अब यो 14वटा एकल व्यञ्जन सकिए त्यसपछि हामीले के सिक्न बाँकी छ। अब 14वटा एकल व्यञ्जनको काम सकियो, त्यसपछि अब के को पालो आयो, 5वटा मिश्रित व्यञ्जनको पालो आयो, त्यसलाई पनि हेरौँ है त। ओके, अब यो 5वटा मिश्रित व्यञ्जन, पहिला मिश्रित व्यञ्जन भन्ने टपिक लेखौँ है। मिश्रित व्यञ्जन वर्ण जम्मा 5वटा रहेका छन् है। कोरियन भाषामा मिश्रित व्यञ्जन वर्णहरूलाई इजुङ छान भनेर भनिन्छ। तपाईँले अहिले नबुझ्न पनि सक्नुहुन्छ तर सार चाहिँ छाडेर चाहिँ राख्नु होला। कोरियन भाषामा यो मिश्रित व्यञ्जन भन्ने बित्तिकै के बुझ्ने भन्दाखेरि मिसाएर बनाउने व्यञ्जन। मिश्रितको अर्थ के हो भनेर भन्दाखेरि दुई या दुईभन्दा बढी चिज वस्तुहरू मिसिएको अवस्थालाई नै हामीले के भन्छौँ, मिश्रित भनेर भन्छौँ। अब मिश्रित व्यञ्जन भन्ने बित्तिकै मिसाएर बनाउने व्यञ्जन होला। त्यसो भए मिसाएर बनाउने व्यञ्जन चाहिँ कसरी बनाउने हो त है, केलाई मिसाएर बनाउने हो, कहाँबाट ल्याउने हो, कसलाई मिसाउने हो। त्यसो भए यहाँनिर एउटा सूत्र हेरौँ है त। के हेरौँ रे, सूत्र हेरौँ। मिश्रित व्यञ्जन कसरी बनाउन सकिन्छ भन्ने कुराको लागि म तपाईँलाई सूत्र देखाउँदैछु, त्यो सूत्रलाई हेरौँ है त पहिला। ओके, ध्यान दिएर हेर्नु होला। अब सूत्र भन्ने बित्तिकै तपाईँलाई के होला जस्तो लाग्न सक्छ, तर सूत्र चाहिँ तपाईँहरूले पहिला अलरेडी देखेको सूत्र हो। म पहिला नेपाली क ख लेख्छु, ध्यान दिएर हेर्नु होला, नहतारिनु होला है त। पहिलो दिनमा तपाईँले हरेक कुरा ध्यान दिएर चेक जाँच गर्नुपर्छ। क ख ग घ ङ, च छ ज झ या, त थ ड ढ र। ध्यान दिएर हेर्नुहोस् है त। त थ द ध, कोरियन भाषा भनेर नेपाली भाषा पढाउन थाले क्या नभन्छ है साथीहरू, यो बाङ्गो बाङ्गो भएछ। ङ या अण न। त्यस्तै प फ ब भ म, या र ल व, स ख स ह, क्षेत्रज्ञ छे तर ज्ञ। ओके, अब यहाँनिर ध्यान दिनुहोस् है। एउटा कुरामा के ध्यान दिनुहोस् भनेर भन्दाखेरि यो सूत्र के को लागि बनाएँ भनेर भन्दाखेरि मिश्रित व्यञ्जन वर्ण कसरी बनाउन सकिन्छ भन्ने कुराको लागि है। मिश्रित व्यञ्जन वर्ण कसरी बनाउने, केद्वारा बनाउने भन्दाखेरि नेपाली क खलाई सूत्रको रूपमा प्रयोग गरेर मिश्रित व्यञ्जनहरू बनाउन सकिन्छ। नेपाली क खलाई सूत्रको रूपमा प्रयोग गरेर मिश्रित व्यञ्जन बनाउन सकिन्छ भन्ने बित्तिकै सूत्र चाहिँ के हो, यहाँनिर हेर्नुहोस् त। कोरियन भाषामा भएका सबै अक्षरहरू नेपाली भाषाका क खमा छन् कि छैनन्, मैले तपाईँलाई सोधेँ, पक्कै पनि छन्। कोरियन भाषामा भएका यिनी अक्षरहरू नेपाली भाषामा छैनन् त, छन् नि होइन हो। कोरियन भाषामा भएका अक्षरहरू नेपाली भाषामा पनि त रहेछन्, कहाँ रहेछन्, क खमा रहेछन्। त्यसो भए मिश्रित व्यञ्जन कसरी बनाउने भनेर भन्दाखेरि हामीले यो लाइनलाई ध्यान दिने।
है। को लाइनलाई ध्यान दिने, यो रातो घेराभित्र रहेको लाइनलाई ध्यान दिने। अब नेपाली भाषामा क ख को लाइनमा गसँग मिल्ने ठाडो लाइनका अक्षरहरूलाई हेर्ने, गसँग मिल्ने ठाडो लाइनका अक्षरलाई हेर्ने र यो गसँग मिल्ने ठाडो लाइनका अक्षरहरू यसो हेर्दै गर्दाखेरि एकल व्यञ्जन वर्णमा को समावेश छन् त? है, ध्यान दिएर सुन्नु होला। यो सूत्र भन्ने कुरा तपाईँले बुझ्न भएन भने र ध्यान दिनु भएन भने फेरि उल्टो उल्टो पनि हुन्छ, त्यही भएर ध्यान दिएर हेरिदिनु होला। अब यो गको लाइनमा भएका अक्षरहरू यो ग न द र म ब स भन्ने ठाउँमा को समावेश छन् त? है, यो गको लाइनमा भएका अक्षरहरू ग न द र म ब स भन्ने ठाउँमा को समावेश छन् भनेर भन्दाखेरि ल हेरौँ है त। सुरुमा ग भन्ने कुरा पढे, यो गको लाइनको अक्षर त्यहाँ समावेश छ कि छैन भन्दाखेरि समावेश रहेछ। न छ कि छैन भनेर भन्दाखेरि न चाहिँ छैन, बाहिरको कुरालाई हामीले ध्यान दिँदैनौँ। द छ कि छैन हेरौँ, द पनि रहेछ है, द पनि एकल व्यञ्जनमा छ। यो ठाडो लाइनमा भएका अक्षर यहाँ को समावेश भएका छन् भनेर हेर्दैछौँ है। र छ कि छैन, र छैन, बाहिर भएको कुरालाई हामीले ध्यान दिँदैनौँ। म पनि छैन, बाहिर भएको कुरालाई ध्यान दिँदैनौँ। गकै लाइनमा हुनु पर्यो है त। ब छ कि छैन भनेर हेर्ने हो भने ब पनि छ, यो भयो। स छ कि छैन, स पनि छ। त्यसो भए अ त क खमा पाइँदैन। त्यस्तै यो ज भन्ने अक्षर यो गको लाइनमा छ कि छैन भन्दाखेरि जको लाइनमा ज पनि छ, सरी गको लाइनमा ज पनि छ। अब यहाँभन्दा पछिका अक्षर हेर्नु होला, त्यो गको लाइनमा एउटा पनि छैन, छ पनि छैन, ख पनि छैन, थ पनि छैन, फ पनि छैन अनि ह पनि छैन। त्यसो भए अब यो गको लाइनमा भएका अक्षरहरू एकल व्यञ्जनमा को समावेश भएका छन्, तिनीहरूलाई नै एक आपसमा मिसाएर मिश्रित व्यञ्जन बनाइदिने है, बुझ्नु होला। यो गको लाइनमा भएका अक्षरहरू यो एकल व्यञ्जनमा जो समावेश देखिए हामीले हेर्दाखेरि तिनीहरूलाई मात्रै मिसाएर के बनाउनु पर्यो, मिश्रित व्यञ्जन वर्ण बनाउनु पर्यो। सबैभन्दा पहिला को भेटियो, ग भेटियो। त्यसपछि कुन भेटियो, द भेटियो। अनि त्यसपछि के भेटियो, ब भेटियो है। यो गको लाइनमा त ब पनि भेटिएको थियो। त्यस्तै स पनि गको लाइनमा भेटियो, त्यसपछि ज पनि गको लाइनमा भेटियो है साथीहरू। ओके, अब नेपाली भाषामा गको लाइनमा भएका अक्षरहरू कोरियन भाषाको एकल व्यञ्जनमा को समावेश थिए, तिनीहरूलाई मात्रै हामीले मिश्रित व्यञ्जनमा समावेश गर्ने भनेर तल ल्यायौँ। फेरि सुन्नु होला, यो गको लाइनमा भएका अक्षरहरू यहाँ जो समावेश भएका छन् तिनीहरूलाई मात्रै हामीले मिश्रित व्यञ्जन वर्णमा समावेश गर्ने भनेर जस्ताको तस्तै तल ल्यायौँ। तर जस्ताको तस्तै तल ल्याउँदैमा मिश्रित व्यञ्जन भनेर भन्न त मिल्दैन। मिश्रित भनेपछि त मिसिएको चाहियो हामीलाई है। यो एउटा एउटा अक्षरलाई मिश्रित भन्ने भए त माथि नै भन्ने भइगयो नि होइन। ल, त्यसो भए मिश्रित बनाउनुको लागि कोरियन भाषाको नियम के छ भन्दाखेरि जेमा त्यही थप्ने भन्ने नियम छ। यिनीहरूलाई मिश्रित बनाउनको लागि के गर्ने रे, जेमा त्यही थप्ने। कमा ग थपिदिने है, अनि यो दमा पनि द नै थपिदिने। जेमा त्यही थप्ने भनेको दमा द, बमा पनि ब थपिदिने, समा पनि स थपिदिने अनि अन्तिममा जमा पनि ज नै थपिदिने। जेमा त्यही थप्ने भनेको अक्षर जे छ त्यसैमा त्यही थप्ने। अब त्यसो भए यो गको लाइनमा भएका अक्षरलाई माथिबाट तल ल्याएर हामीले के गर्यौँ त भन्दाखेरि दुई दुई पटक लेख्यौँ है। के गर्यौँ, दुई दुई पटक लेख्यौँ। अब गको लाइनमा भएका अक्षरलाई माथिबाट तल ल्याएर के गरियो रे, दुई दुई पटक लेखिदिउँ। दुई दुई पटक लेख्ने बित्तिकै उच्चारण चाहिँ के गर्ने त है। यो गलाई तल ल्याएर दुईटा ग भनेर भन्ने हो कि, त्यसरी भन्न चाहिँ पाइँदैन। अब त्यसो भए के गर्ने भन्ने कुरामा हामी सूत्र अनुसार नै जाउँ है त साथी। ओके, त्यसो भए यो गको लाइनमा भएका अक्षरलाई माथिबाट तल ल्याएर दुई पटक लेखियो भने एउटा कुरा कन्सेप्टमा के राख्ने भनेर भन्दाखेरि यो गलाई हामीले तल ल्याएर दुई पटक लेखेका छौँ है। यहाँ ध्यान दिनु होला, मैले काट चिन्ह लगाइरहेको छु भन्ने कुरा, यो गलाई हामीले तल ल्याएर के गरेका छौँ, दुई पटक लेखेका छौँ। अब त्यसो भए दुई पटक लेखियो भने उच्चारण पनि दुवै स्थित पछाडि आएर यसको उच्चारण क हुन्छ भनेर भनिदिने है। कलाई दुई पटक लेख्यो भने उच्चारण पनि के हुँदो रहेछ, दुई स्थित पछाडि आइदिँदो रहेछ अनि क भनेर भन्नु पर्दो रहेछ है। अब त्यसो भए दलाई पनि सेम गरिदिने।
दलाई पनि हामीले दुई पटक लेख्यौँ भने उच्चारण दुई स्टेप पछाडि आएर त भनेर भन्नुपर्छ है। दलाई पनि के भन्नु पर्यो? त। दुईचोटि लेख्यौँ भने उच्चारण पनि दुई स्टेप पछाडि आउँदो रहेछ क्या है। माथिबाट तल ल्याएर दुई पटक लेख्यो भने उच्चारण पनि दुई स्टेप पछाडि आउँदो रहेछ। त्यसो भए अब बलाई पनि त दुई पटक लेख्यो भने के भन्नु पर्यो? प भनिदिनु पर्यो सेम है। के भन्नु पर्यो रे? प। त्यस्तै पातलो सलाई पनि माथिबाट तल ल्याएर दुई पटक लेख्यौँ भने दुई स्टेप पछाडि आएर त्यो पनि मोटु स भइदिन्छ। त्यस्तै अन्तिममा जलाई पनि हामीले दुई पटक लेख्यौँ भने दुई स्टेप पछाडि आएर यो पनि च भइदिन्छ है। यो चाहिँ प। त्यसो भए यसरी मिसाएर बनाएका अक्षरहरूलाई चाहिँ पुरा अक्षर भन्ने कि आधा अक्षर भन्ने र भन्दाखेरि यिनीहरूलाई पनि हामीले आधा अक्षर भनेर भन्नुपर्छ है त साथी। तपाईँहरूलाई लाग्न सक्छ सर यो त मिसाएर बनाइएको कसरी आधा अक्षर भयो भन्ने पनि लाग्न सक्छ। तर यो के हो? आधा अक्षर हो। किन भनेर भन्दाखेरि यो कोरियन भाषामा आधा ग भनेको त पुरा अक्षर होइन नि त होइन। त्यसो भए यो आधा अक्षरलाई दुईचोटि लेख्दाखेरि मिश्रित व्यञ्जन भन्न त पाइयो। तर पुरा बनाउनलाई हामीले स्वर वर्ण नै मिसाउनु पर्छ। आधा कमा फेरि आधा क जोड्यौँ भने यो पुरा क हुन्छ त? हुँदैन है। यसमा पुरा क भन्नको लागि के चाहिन्छ? स्वर वर्ण चाहिन्छ। कोरियन भाषामा पनि आधा गलाई दुई पटक लेख्यौँ भने त्यो पुरा अक्षर भनेर भन्न पाइँदैन। मिश्रित अक्षर मिसिएको भएर मिश्रित भन्न त पाइयो। तर पुरा बनाउनको लागि के चाहिन्छ? स्वर वर्ण चाहिन्छ। यत्तिकैमा हामीले स्वर वर्ण नमिसाइकन पुरा अक्षर भन्न पाइँदैन। ल अब हामीले के काम गर्यौँ सुरुवातीबाट एक चरण हेरौँ है त। सबैभन्दा पहिला एकल व्यञ्जन वर्ण भनेर हेर्यौँ। कोरियन भाषाको पहिलो टपिक डे वानको फर्स्ट टपिक के रहेछ? एकल व्यञ्जन वर्ण है। एकल व्यञ्जन वर्णमा के रहेछन् भनेर भन्दाखेरि अहिले तपाईँले कोरियन शैलीमा उच्चारण गर्नु पर्दैन, नेपाली शैलीमै उच्चारण गर्ने। ग न द र म ब स अक्षर कोरियन याद गर्ने, उच्चारण नेपालीबाट गर्ने। फेरि यो ग न द र भन्ने कुरा नेपाली नै हेर्ने होइन। ग न द र म ब स अ ज छ ख थ फ ह। अनि तलको अक्षरहरू रहेको छ क त प स च है। क त प स च। अब तपाईँहरूमध्ये केहीजना साथीहरू एकदम बिल्कुलै नयाँ पनि हुनुहुन्छ होला। बिल्कुलै नयाँ साथीहरूलाई के चाहिन्छ भनेर भन्दाखेरि सर हामीले याद गर्दाखेरि चाहिँ कसरी गर्ने, यसो याद गर्ने तरिका पनि केही छ भने भनिदिनुहोस् न भनेर भन्नुहुन्छ। यो याद गर्ने तरिका के छ भन्ने कुरालाई पनि हेरौँ है त। कोरियन भाषामा गको लाइनमा भएका अक्षरहरूलाई माथिबाट तल ल्याएर दुई पटक लेख्यौँ। दुई पटक लेख्दाखेरि उच्चारण पनि दुवै स्टेप पछाडि आएर गरिदियौँ। यो कुरा त तपाईँहरूले बुझिसक्नु भयो। त्यसो भए अब यो याद गर्ने तरिका चाहिँ के छ भन्ने कुरा एकदमै ध्यान दिएर हेर्नु होला है। पहिला यो टिक लगाएको कुरालाई मेटाइदिउँ पहिला है। ओके, अब यहाँनिर हेरौँ। आजको क्लासमा सबैभन्दा पहिला हामीले के हेरेका छौँ भन्दाखेरि कोरियन भाषाको परिचय भन्ने कुरा हेरेका छौँ। अब कोरियन भाषाको परिचय भनेपछि हामीले कोरियन भाषासँग परिचय गरेको हो होइन। एउटा नाम याद गरौँ। यो तपाईँलाई याद गर्ने तरिका भन्दैछु है साथीहरू है। याद गर्ने तरिका भन्दैछु मैले। सबैभन्दा पहिला यो सुरुको पाँचवटा अक्षरलाई हेर्नु होला। आज हामीले कोरियन भाषाको परिचय भन्ने क्लास सिकेका छौँ। यो परिचयभित्र रहेर एकजना साथीको नाम याद गर्नु पर्यो। त्यो साथीको नाम के रहेछ भनेर भन्दाखेरि ग न द र म भन्ने रहेछ है। ग न द र म भन्ने साथीसँग हामीले के गरेछौँ? परिचय गरेछौँ। याद गर्ने तरिका है साथीहरू, ध्यान दिएर हेर्नु होला। ग न द र म भन्ने साथीसँग हामीले परिचय गरेका छौँ। अब आज परिचय गरिसकेका मान्छेलाई भोलि पनि नामै सोध्नु परेन। यो ग न द र म भन्ने साथी यदि भोलिबाट क्लासमा आयो भने सुरुमा त्यसलाई चाहिँ बस भनेर भन्नुपर्छ। अब के भन्ने रे? बस भनेर भन्ने। कसलाई? यो ग न द र म भन्ने साथीलाई है। ग न द र म बस भनेर भन्ने। कहाँ उठेर बस न भाइ भन्नु पऱ्यो क्या है। ल त्यसो भए ग न द र म बस भनेर भन्नु पर्यो। त्यत्तिकै बस मात्रै भनेर पनि हुँदैन।
है। त्यसो भए यो बिचमा के थपिदिन्छु भन्दाखेरि गुन्द्रीमा बस भनेर बुझ्ने। गुन्द्री भन्ने त सबैले थाहा छ नि होइन, नेपालीलाई गुन्द्री थाहा भएन भने त तनाव हुन्छ फेरि। ल, गन दरम गुन्द्रीमा बस, गन दरम गुन्द्रीमा बस, गन दरम गुन्द्रीमा बस। अब एउटा कुरा के बुझौँ भन्दाखेरि आज एकै दिन पढेर अथवा भोलि मात्रै पढेर कोरिया जान सम्भव छैन है। यो आज एक दिन पढेर इतिहास पास गरेर कोरिया जानु र आफू नमरी स्वर्ग जानु उस्तै उस्तै कुरा हो। त्यही भएर अब एकै दिन पढेर कोरिया जान सम्भव त छैन। त्यसो भए एउटा कुरा के बुझिराख्ने भनेर भन्दाखेरि यो याद गर्ने तरिका भन्दैछ है तपाईँलाई जे भने पनि। त्यसो एउटा कुरा के बुझ्ने भन्दाखेरि यहाँनिर अ ज छ लेखा छ, हेर्नुहोस् त के लेखा छ, अ ज छ। पढ्ने कुरा अझ छ भनेर बुझ्नु पर्यो। एकै दिन पढेर कोरिया जान सम्भव छ त छैन। त्यसो भए के छ, पढ्ने कुरा अझ छ। गन दरम गुन्द्रीमा बस, पढ्ने कुरा अझ छ। गन दरम गुन्द्रीमा बस, पढ्ने कुरा के छ, अझ छ। अब यो ख थ फ भन्ने पनि एकजना साथी हो, यसलाई अहिले कोठाभित्र थुनेर राखौँ, हामी जाउँ तल। ल, यो खतफ भन्ने साथीले एकछिन कोठाभित्रै थुनेर राख्नु पर्यो, हामी जानु पर्यो तल। के छ, क त प स च। अलि छिटो पढेँ है साथीहरू, तपाईँहरू हेर्नु होला। क त प स च, 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 क त प स च। यसरी भन्दै गयो भने कस्तो सुनिन्छ भन्दाखेरि कता पसेछ जस्तो सुनिन्छ है। कस्तो सुनिन्छ रे, कता पसेछ जस्तो सुनिन्छ। यो कता पसेछ भन्ने कुरा हामीले कहिले उच्चारण गर्छौँ भनेर भन्दाखेरि दुईजना साथीहरू सँगै कोरियन भाषा पढ्न आएको, एकजना साथी टोयलेट छिरेछ, अनि अर्को साथीले टोयलेट छिर्यो भन्ने थाहा पाएन, यताउता हेर्दाखेरि त साथी छैन, अनि के भन्नु पर्यो, कता पसेछ, म त अफिसमा आएँ, साथी चाहिँ कता पसेछ, यस्तो टाइपको क्या। ल, कता पसेछ भन्नु र कता पसेछ भन्नु नेपाली शब्द उस्तै उस्तै रहेछ। ल, त्यसो भए हामी सुरुदेखि अन्तिमसम्म फेरि एकपटक पढौँ है त साथी। गन दरम गुन्द्रीमा बस, गन दरम गुन्द्रीमा बस, पढ्ने कुरा अझ छ, पढ्ने कुरा अझ छ। अनि यो ख थ फ कता पसेछ भनेर भन्नु पर्यो है। को कता पसेछ अरे, ख थ फ। फेरि सुन्नु होला, गन दरम गुन्द्रीमा बस, पढ्ने कुरा अझ छ। अनि यो ख थ फ कता पसेछ, ख त फ कता पसेछ, ख त फ कता पसेछ अथवा कता पसछ, यसरी हामीले भन्नु पर्यो है त। गन दरम गुन्द्रीमा बस, पढ्ने कुरा अझ छ। यो ख त फ कता पसेछ, कता पसछ, यसरी हामीले भन्नु पर्यो है त। ल, अब यहाँनिर हेरौँ त, हामीले यो दुईटा टपिक सक्यौँ, यो दुईवटा टपिक के गर्यौँ, सक्यौँ। अब यो दुईटा टपिक सक्ने बित्तिकै हामी कहाँ प्रवेश गर्नु पर्यो भन्दाखेरि एकल स्वर वर्ण। अब व्यञ्जन वर्ण पढाएको त हेरियो सर, स्वर वर्ण पनि पढाइदिनुहोस् न भन्ने पनि हुनसक्छ। तपाईँले बोल्न पाउनु भएको छैन, तपाईँले नबोले पनि मैले त बुझ्नुपर्छ होइन। अब स्वर वर्ण के रहेछ भन्ने कुरा पनि थोरै हेरिदिउँ है त। आज डेमो मात्र, यो भोलि पछि फेरिबाट पढ्नुपर्छ है साथीहरू, छिटो हुन पनि सक्छ पढाएको कुरा। ओके, अब त्यसो भए यहाँनिर हेरौँ त, सबैभन्दा पहिला हामीले स्वर वर्णमा पनि एकल स्वर वर्ण पढ्छौँ है। एकल स्वर वर्ण, एकल स्वर वर्ण जम्मा 10वटा। एकल स्वर वर्ण जम्मा कतिवटा त, 10वटा। अब यो एकल स्वर वर्णलाई कोरियन भाषामा के भन्छ सर भनेर कसैले बुझ्न खोज्नु भयो भने किबोन मोम भनेर भन्छ। तपाईँहरूले लेखिराख्नुहोस्, पछि पक्कै पनि उच्चारण गर्न सक्नुहुनेछ। यो 10वटा एकल स्वर वर्ण तयार गर्न जति सजिलो काम संसारमा अरू कुनै पनि छैन है। 10वटा एकल स्वर वर्ण तयार गर्ने जति संसारमा सजिलो काम अरू कुनै पनि छैन। त्यसो यस्तो सजिलो काम चाहिँ के हो त, भात खायो भन्दा पनि सजिलो छ अरे है। भात खायो भन्दा पनि सजिलो काम काम चाहिँ
के रहेछ भन्ने कुरालाई एकदमै ध्यान दिएर हेर्नु होला है त साथी। कोरियन भाषामा 10वटा एकल स्वरवर्ण तयार गर्नको लागि है, कोरियन भाषामा 10वटा एकल स्वरवर्ण तयार गर्नको लागि एउटा तेर्सो र एउटा ठाडो धर्कोलाई एक आपसमा कसरी समायोजन गर्ने भन्ने कुरा सिक्नुपर्छ है। कोरियन भाषामा 10वटा एकल स्वरवर्ण तयार गर्नको लागि एउटा तेर्सो र एउटा ठाडो धर्कोलाई एक आपसमा कसरी समायोजन गर्ने, कसरी जोड्ने भन्ने कुरा सिक्यौँ भने हामीले 10वटा एकल स्वरवर्ण अबको 10 मिनटमा जो कोहीले नहेरेर पनि लेख्न सक्नुहुनेछ है। ल, अब 10 मिनटमा नहेरिकन लेख्न सक्नुहुनेछ भनेपछि त अलिक गफ गरेर जस्तो भयो कि है, अलिक गफै लाए जस्तो भयो कि। ल, के भयो एकछिनमा हेरौँ। तपाईँले ध्यान दिएर हेर्नु होला, अनि मैले बोलेको कुरा चाहिँ गफमै मात्रै सीमित रहने चाहिँ नबनाइदिनु होला है त। ध्यान दिएर हेर्नुभयो भने गफ जस्तो हुँदैन, साँच्चीकै लागु हुन्छ। ध्यान दिनु भएन भने यो सरले गफ गरेर रहेछ भन्ने मात्रै हुन्छ, लागु चाहिँ हुँदैन। ओके, 10वटा एकल स्वरवर्ण तयार गर्नको लागि सबैभन्दा पहिला हामीले 1, 2, 3, 4वटा ठाडो धर्को तान्छौँ है। 4वटा ठाडो धर्को तान्नेछौँ। 4वटा ठाडो धर्को ताने लगतै 4वटा तेर्सो धर्को पनि तान्छौँ है साथी। ल, 4वटा ठाडो धर्को, 4वटा तेर्सो धर्को। अब 4वटा ठाडो धर्को, 4वटा तेर्सो धर्को तान्ने भन्ने कुरा त तपाईँले कोरियन भाषा गाह्रो लाग्यो म पढ्दिनँ भनेर कतै जानुभयो भने पनि, दुबई कतातिर जानुभयो भने पनि बिर्सिनुहुन्न। ए सरले त त्यति बेला 4वटा ठाडो 4वटा तेर्सो धर्को तान्नु भएको थियो है भनेर सम्झिन सक्ने जति छ यो। त्यसो भए 4वटा ठाडो र 4वटा तेर्सो धर्कोलाई आधार मानेर त्यसपछि के गर्ने त भन्दाखेरि दायाँ बायाँ माथि तल भन्ने कुरा सम्झिने है। 1 नम्बरमा दायाँ, 2 नम्बरमा बायाँ, 3 नम्बरमा माथि, 4 नम्बरमा तल भन्ने कुरा सम्झिने है त साथी। त्यसो भए यो दायाँ बायाँ माथि तल भने चाहिँ के हो त है, यसरी पढाएको पनि पहिलोपटक देखियो। के हो हेरौँ त। त्यसो भए 4वटा ठाडो र 4वटा तेर्सो धर्कोलाई आधार बनाइसके पछाडि अब 1 नम्बरमा दायाँ भने चाहिँ दायाँकै काम गर्नु पर्यो। बिचबाट दायाँ लगाइदिने, लगतै 2 पटक लगाइदिने, सकियो। एउटामा लगाइसकेपछि अर्कोमा 2 पटक लगाइदिने, यसको काम चाहिँ सकियो। फेरि बायाँ भने चाहिँ 2 नम्बरतिर जानु पर्यो। 1 नम्बर सक्ने बित्तिकै 3 नम्बरमा जाने कुरा पनि हुँदैन, 2 नम्बरमा जाउँ। 2 नम्बरमा पनि ठ्याक्कै दायाँ भनेको ठाउँमा ठ्याक्कै अपोजिट भने चाहिँ अपोजिटै तानिदिने, बायाँ अनि 2 चोटि। अब जाउँ 3 नम्बरमा। 3 नम्बरमा माथि भने चाहिँ माथि पनि 1 चोटि अनि 2 चोटि। त्यसपछि जाउँ 4 नम्बरमा। 4 नम्बरमा तल भनेर भनिएको छ, तल पनि 1 चोटि अनि 2 चोटि तान्दिउँ। अब हामीले बनाउन खोजेको जम्मा 10वटा अक्षर हो, तर 10वटा अक्षर त पुगेन, 4 दुना 8वटा मात्रै भयो। हामीले के भनेका थियौँ भन्दाखेरि एउटा तेर्सो र एउटा ठाडो धर्कोलाई एक आपसमा कसरी समायोजन गर्ने भन्ने कुरा सिक्यौँ भने हुन्छ भनेर भनेका थियौँ। त्यसो भए 4वटा ठाडो र 4वटा तेर्सो धर्कोलाई आधार मानेर है, 4वटा ठाडो र 4वटा तेर्सो धर्कोलाई आधार मानेर यसरी दायाँ लगाए पनि 2 चोटि अनि बायाँ लगाए पनि 2 चोटि अनि माथि लगाए पनि 2 चोटि अनि तल लाए पनि 2 चोटि गरेर सक्यौँ भने अन्तिममा के गर्ने त भनेर भन्दाखेरि यो तेर्सो र ठाडो धर्कोलाई जस्ताको तस्तै राखिदिने। अब चाहिँ 10वटा पुग्यो कि पुगेन ध्यान दिनु होला है त। 10 मिनटमा नहेरेरै लेख्ने भनेर भनेको छ सबैले, एउटाले होइन सबैले। अब सकिन्छ कि नै विचार गर्नु होला। 1 2 3 4, 1 2 3 4। दायाँ पनि 2 चोटि, बायाँ पनि 2 चोटि, माथि पनि 2 चोटि, तल पनि 2 चोटि, अन्तिममा तेर्सो र ठाडो धर्को जस्ताको तस्तै। ए अक्षरै यही है साथीहरू। अब हामी नेपाली भाषामा बाङ्गो टिङ्गो अक्षर लेख्न बानी परे मान्छे यो चाहिँ बच्चाले खेल्ने अक्षर हो कि साँच्चीकैको अक्षर हो भन्ने लाग्न सक्छ। यो चाहिँ साँच्चीकै अक्षर हो है त। फेरि हेरौँ। 1 2 3 4, 1 2 3 4। दायाँ पनि 2 चोटि, बायाँ पनि 2 चोटि, माथि पनि 2 चोटि, तल पनि 2 चोटि, अन्तिममा तेर्सो र ठाडो धर्को जस्ताको जस्तै 10वटा अक्षर हाम्रो पुग्यो। अब यति अक्षरलाई हेर्नु पर्ला त तपाईँहरूले आफै विचार गर्नु होला है। 10 मिनट हाम्रो टाइम पुगेको छैन है। मैले 39मा भनेको छ तपाईँलाई 10 मिनटमा सक्नुहुन्छ भनेर, भर्खरै 43 आएको छ।
अब उच्चारण कसरी गर्ने भन्ने कुरा पनि हेर्ने होला। त्यतिकै दायाँ बायाँ गरेर मात्रै अक्षर बनाएर भएन होइन। एक दुई तिन चार, एक दुई तिन चार। दायाँ पनि दुईचोटि, बायाँ पनि दुईचोटि, माथि पनि दुईचोटि, तल पनि दुईचोटि, अन्तिममा तेस्रो र ठाडो दलको जस्ताको तस्तै। फेरि हेर्नुहोस् है। एक दुई तिन चार, एक दुई तिन चार। दायाँ पनि दुईचोटि, बायाँ पनि दुईचोटि, माथि पनि दुईचोटि, तल पनि दुईचोटि, अन्तिममा तेस्रो र ठाडो दलको जस्ताको तस्तै है। सरले रिपिट गरे गरेछ, हामीले बुझिसक्दा पनि के रिपिट गरे नभन्नु होला, हाम्रो टाइमिङ छँदैछ, त्यही भएर रिपिट गरेको है साथीहरू। सबै साथीहरूले एउटै तरिकाले नबुझ्ने पनि हुनसक्छ, कसैले अलिकति ढिलो बुझ्ने पनि हुनसक्छ, कसैले थोरै छिटो बुझ्ने पनि हुनसक्छ। अनलाइन क्लासमा हामीले सबैलाई मध्यनजर गरेर क्लास लिनुपर्छ। अब यो उच्चारण कसरी गरौँ भन्ने कुरा हेरौँ। कोरियन भाषामा एकल स्वरवर्ण 10वटाको नेपालीमा उच्चारण गर्नु पर्यो भने एउटा अ अक्षर र एउटा य अक्षरलाई प्रयोग गरेर हामीले उच्चारण गर्न सक्छौँ है। के केलाई प्रयोग गर्ने रे? एउटा अलाई, एउटा यलाई। एउटा अ र जस्तै एउटा तेर्सो र एउटा ठाडो तर्कलाई प्रयोग गर्ने भन्यौँ पहिला, अहिले फेरि एउटा अलाई प्रयोग गर्ने रे, एउटा यलाई प्रयोग गर्ने रे। ल, तेर्सो र ठाडो धर्को प्रयोग गरेर त हामीले अक्षर बनाइसक्यौँ। अब अ र यलाई प्रयोग गरेर अक्षर बनाउनु पर्यो। हेरौँ है त साथीहरू। सबैभन्दा पहिला अलाई लिन्छु र अबाट आ बनाइदिन्छु है। अलाई लिन्छु, त्यसपछि अबाट आ बनाइदिन्छु। अबाट आ भयो भने य पनि त, अनि म के कम भनेर जान्छ, फेरि य पनि या भइदिन्छ। अलाई आ भन्न पाउने अनि यलाई चाहिँ या भन्न नपाउने है। हो, हुनु पर्यो नि। साथीलाई भएछ त मलाई पनि चाहियो नि भने जस्तो क्या है। अलाई आ बनाएपछि यलाई पनि के बनाउनु पर्यो? या बनाउनु पर्यो। त्यसपछि अलाई लिएर जस्ताको तस्तै राखिदिन्छौँ। अ जस्ताको तस्तै बस्यो भने फेरि य पनि जस्ताको तस्तै बस्छ, केही बिग्रिँदैन। अ बिग्रियो भने य बिग्रिन्छ, अ बिग्रेन भने य पनि बिग्रिँदैन। ध्यान दिएर सुन्नु होला है साथीहरू। त्यसपछि फेरि अको पालो आयो, अलाई लिन्छौँ, ओ बनाइदिन्छौँ। अलाई ओ बनाएपछि यलाई त्यत्तिकै राख्न पाइयो? पाइएन। त्यसो भए यलाई पनि लिने, फेरि यो बनाइदिने है। ल, फेरि सुनौ। फेरि अको पालो आयो, फेरि अलाई लिएर हामीले उ बनाउँछौँ। अलाई लिएर के बनाउँछौँ रे? उ। अब अलाई उ बनाएपछि फेरि यलाई पनि के बनाउनु पर्यो? यु बनाउनु पर्यो। अलाई उ बनाउनलाई यस्तो उ त बनाइँदैन नि होइन। यसको उको सट्टा यस्तो उ लेखिन्छ, त्यही भएर मैले यस्तो उ लेखेँ। अलाई उ बनाउने बित्तिकै फेरि यलाई पनि के बनाउनु पर्दो रहेछ? यो। भनेको यो अको स्वरूप जसरी चेन्ज भयो, लगत्तै यको स्वरूप पनि त्यसरी नै चेन्ज हुन्छ है। अको स्वरूप जसरी चेन्ज भयो, यको स्वरूप पनि त्यसरी नै चेन्ज। अको स्वरूप जसरी चेन्ज भयो, यको स्वरूप पनि त्यसरी नै चेन्ज। अ जसरी चेन्ज भयो, य पनि त्यसरी नै चेन्ज हुन्छ है। ल, त्यसो भए अब जाउँ हामी अन्तिमको दुईटा अक्षरमा। अन्तिमको दुईवटा अक्षरलाई हामीले अ य दायाँ बायाँ केही पनि भन्न मिल्दैन, यसलाई हामीले उ भनेर भन्छौँ, यसलाई चाहिँ हामीले इ भनेर भनिन्छौँ। ल, त्यसो भए अब तपाईँको दिमागमा के राख्नु पर्यो भन्दाखेरि, आ भन्ने बित्तिकै लगत्तैको अक्षर या हो भन्ने थाहा पाइहाल्नु पर्यो। अकै अनुसार य भनेको हो नि त। अ भन्ने बित्तिकै लगत्तैको अक्षर के हुनु पर्यो? य। ओ भन्ने बित्तिकै लगत्तैको अक्षर यो। आया, अय, ओ यो, उ यो, उ इ है। ल, अब आज तपाईँलाई पढ्ने सँगसँगै कोरियन भाषा सम्बन्धी जानकारी लिने दिन पनि हो है। किन भन्दाखेरि यो कोरियन भाषा पढ्नु भन्दा पनि तपाईँ आफ्नो भविष्य निर्माण गर्न आउनुभएको है। यो 2 दिन पढ्नको लागि होइन, 1 महिना पढ्नको लागि त्यो पनि होइन, 1 वर्षको लागि त्यो पनि होइन है। अहिले 20 वर्ष हुनुभयो भने तपाईँ 80 वर्ष हुन्जेलसम्मको निर्णय लिएर आउनुभएको हो। त्यसो भए आज पढ्नुको सँगसँगै कोरियन भाषाको बारेमा सम्पूर्ण जानकारी पनि लिनु होला है। अनि क्लास चाहिँ हामीले यति समाप्ति गर्छौँ। भोलि गएर तपाईँहरूलाई जस्तै यहाँनिर पनि ऊ छ, यहाँनिर पनि ऊ छ, हामीले ऊ भन्ने चाहिँ कसलाई बुझ्ने छ भन्ने टाइपका अथवा धेरै क्वेसनहरू अरू पनि हुन सक्छन्। म तपाईँलाई भोलिको क्लासमा थप एक्स्ट्रा अध्ययन गराउनेछु। यहीँभित्र पनि केही छुटेका कुराहरू छन्, त्यो पनि भोलि क्लास लिनेछु। आजको लागि चाहिँ म तपाईँहरूबाट बिदा हुन्छु है त साथीहरू। ल, सर सुन्नु भएको छ मैले बोलेको?
सरजी सुन्नु भएको छ? ओके, आजलाई हजुर यति गरौँ सर है। हस् हस् हुन्छ सर हस्। ल एकैछिन सर है, सुरु नगर्नु होला। आजको क्लासमा के पढ्यौँ भन्ने कुरा म सरस्वती देखाइदिएँ है त तपाईँहरूलाई। पहिला सुरुमा पढ्यौँ हामीले कोरियन भाषाको परिचय है। कोरियन भाषाको परिचयमा के रहेछ भन्दाखेरि कोरियन भाषाको लिपिलाई हाङ्गुल भनेर भन्नु पर्दो रहेछ। सन् 1443मा कोरियाका राजा सेजोङ थेवाङको पालामा भाषा तयार गरेको। फेरि सेजोङ थेवाङले बनाएको चाहिँ होइन है, उहाँको पालामा उहाँले भाषाविदहरूलाई बोलाएर बनाउन लाउनु भएको। त्यसपछि एकल व्यञ्जन मिश्रित व्यञ्जन भन्ने कुरा पढ्यौँ र त्यसपछि हामीले स्वर वर्णका अक्षर पनि हेऱ्यौँ है। ल आजलाई यति नै गरौँ। तपाईँले बाँकी जानकारीहरू चाहिँ सरबाट लिन सक्नुहुनेछ। ल आजलाई यति गरौँ है त साथीहरू। हस् सर, यति गरौँ आज। हस् सर, धन्यवाद सर। ओके, थ्याङ्क यू सर। अनि साथीहरूलाई के कस्तो लाग्यो त क्लास होइन? अब चाहिँ तपाईँको के हुन्छ भने चाहिँ हाम्रो चाहिँ क्लास लिनको लागि चाहिँ हामीले पेमेन्ट गरेर आउनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँले पेमेन्ट के कसरी गर्ने भन्ने कुरा म तपाईँलाई स्क्रिनमा देखाइरहेको छु। त्यो स्क्रिनसट गरेर राख्नुहोस् अथवा तपाईँले तपाईँको हाम्रो 2-4 दिन पछाडि गर्दा हुँदैन सर? 2-4 दिन अब यस्तो छ, अब तपाईँले क्लास चाहिँ देखिसक्नु भएको छ होइन? क्लास चाहिँ तपाईँले कन्टिन्यू गर्ने भएपछि तपाईँले पेमेन्ट गरेर आउनुपर्ने हुन्छ। आजै तपाईँले पेमेन्ट गर्नुहुन्छ भने चाहिँ तपाईँले 5000मै पाउनुहुन्छ। हजुर। नत्र भने चाहिँ तपाईँको भोलिदेखि गर्दाखेरि तपाईँको 6000 नै पर्न जान्छ है। 4-5 दिन पछाडि चाहिँ हुँदैन? हुन त हुन्छ होइन, तपाईँको फुल पेमेन्ट पर्न जान्छ। लगभग हाम्रो चाहिँ 10,000 नै छ, त्यो पेमेन्ट पर्न जान्छ भन्ने हो। हजुर। एकैछिन है वेट गर्नु चाहिँ, म देखाउँछु तपाईँले। यदि तपाईँले आज पेमेन्ट गर्नुहुन्छ भने चाहिँ मात्र 5000मा यो ई सेवामा पेमेन्ट गरेर चाहिँ स्क्रिनसट पठाउनु पर्ने हुन्छ। यो पेमेन्ट गरिसकेपछि स्क्रिनसट नि यही नम्बरको वाट्सएप छ, त्यो वाट्सएपमा पठाउनु पर्ने हुन्छ। त्यसपछि हाम्रो एडमिसनको प्रक्रिया अगाडि बढ्छ है। अब तपाईँलाई क्लास कस्तो लाग्यो? तपाईँ साँच्चै क्लास लिने नै हो भने चाहिँ अब आफ्नो पेमेन्ट गरेर चाहिँ तपाईँले क्लासलाई अगाडि बढाउन सक्नुहुनेछ। आज यदि तपाईँले पेमेन्ट गर्नुभयो भनेपछि तपाईँले 5000 पाउनुहुन्छ। अन्य अवस्थामा चाहिँ तपाईँले भोलि 12 बजीसम्म चाहिँ तपाईँले पेमेन्ट गरिसक्नु पर्ने हुन्छ। आज थोरै पेमेन्ट गर्यो भने नि तपाईँले फुल पेमेन्ट हाम्रो भोलि 12 बजीसम्म तपाईँले गरिसक्नु पर्ने हुन्छ है। आज तपाईँको सिट बुकको लागि चाहिँ कसैसँग साथीहरूसँग चाहिँ पेमेन्ट नहुन नि सक्छ होइन। तसर्थ तपाईँले आफ्नो पेमेन्ट चाहिँ गर्दाखेरि फुल पेमेन्ट नभए नि आज तपाईँले थोरै पेमेन्ट भयो भने भोलि 12 बजीसम्म तपाईँले फुल पेमेन्ट गरिसक्नु पर्ने हुन्छ। यो 5000 चाहिँ तपाईँले यो अफर पाउनुको लागि। अन्य अवस्थामा चाहिँ तपाईँले 6000 नै पेमेन्ट गर्नुपर्ने हुन्छ है। अनि यसमा पढेर पास चाहिँ गर्न सकिन्छ सर? मजाले। हाम्रो यहाँबाट थुप्रै स्टुडेन्टहरू हाम्रो पास भइसकेका छन् होइन। तपाईँले अब कतिको मेहनत गर्नुहुन्छ त्यो तपाईँमा नि डिपेन्ड हुन्छ होइन। यो क्लासमा पढाएका कुराहरू तपाईँले घरमा कतिको रिभिजन गर्नुहुन्छ अनि तपाईँले के कतिको बुझ्नुहुन्छ त्यो चाहिँ तपाईँमा डिपेन्ड हुन्छ। यदि तपाईँले राम्रो तरिकाले मेहनत गर्नुहुन्छ होइन, हाम्रो पढाएका कुराहरूलाई चाहिँ तपाईँले फोकस गरेर क्लियर प्रत्येक दिनमा पढाइरहेका कुराहरू चाहिँ तपाईँले क्लियर गरेर अगाडि बढ्नुहुन्छ भने चाहिँ मजाले पास हुन सकिन्छ। हाम्रो चाहिँ 3 महिनामा अनलाइन क्लास पढेर 3 महिनामै नाम निकाल्ने साथीहरू धेरै छन् होइन। त्यस्तो साथीहरू पनि छन्। तपाईँले राम्रो तरिकाले गर्यो भने चाहिँ मजाले सकिन्छ, गाह्रो छैन। थोरै तपाईँले मेहनत चाहिँ गर्नुपर्छ। मेहनत गर्नु भएन भने चाहिँ हामी भन्न सक्दैनौँ, तर तपाईँको मेहनत चाहिँ देखिनुपर्छ, तपाईँको मेहनतले रङ ल्याउनुपर्छ भन्ने कुरा हुन्छ है। 6 महिना हुन्छ होइन सर? हजुर, यही तपाईँले अफरमा तपाईँले यो कोर्सको पुरै 5000मा तपाईँले 6 महिनासम्म पढ्न पाउनुहुन्छ। फुल कोर्स कम्प्लिट हो यो तपाईँको। अनि प्रत्येक हप्ता तपाईँको इक्जाम हुन्छ। अहिले तपाईँले पेपर बेस्ड इक्जाम तपाईँको हाम्रो चाहिँ
हाम्रो उसमा चाहिँ गर्न सक्नुहुन्छ। जस्तै अब गुगल डक्सहरू होला होइन, कतिखेर चाहिँ हामी गुगल डक्सबाट गर्छौँ भने कतिखेर चाहिँ हामी पेपर बेस्ड, हामी यहाँबाट पेपर पठाउँछौँ, तपाईँले आन्सरहरू चाहिँ लेखेर पठाउनु पर्ने हुन्छ। त्यसो नि गर्न सकिन्छ, अनि गरिन्छ भनौँ, गर्न सकिन्छ भन्दा नि गरिन्छ। अनि भोलि गएर तपाईँको युबिटी सिफ्ट सिस्टम अनुसार ट्याब इक्जाम, अनि त्यो ट्याब इक्जाम गर्नुपर्ने हुन्छ, जुन चाहिँ हाम्रो फाइनल प्याटर्न हुन्छ। त्यो हामी तपाईँलाई अनलाइनमै दिन्छौँ। अनलाइनमा त हाम्रो एउटा वेबसाइट छ, एप्लिकेसन छ। त्यो वेबसाइटबाट तपाईँले, एप्लिकेसनबाट तपाईँले आफ्नो इक्जाम दिन सक्नुहुन्छ। त्यसको लागि तपाईँले केही पेमेन्ट गर्नु परेन, सबै कुराहरू यहीँबाट निःशुल्क पाउनुहुन्छ है। ए अनि कतिजनाले पेमेन्ट गरिसक्यो सर अहिले? अहिले पेमेन्ट गर्दै हुनुहुन्छ। अब कतिजनाले गर्दैछन्, अब त्यो चाहिँ स्क्रिनसट अहिले आउँछ एकछिनमा, यो अर्को वाट्सएपमा हाम्रो चाहिँ आइरहेछ। त्यो भइरहेछ पेमेन्ट चाहिँ। यसैमा स्क्रिनसट गरेर पठाउनु पर्यो? हजुर, स्क्रिनसट गरेर पठाउनु होला, त्यो ग्रुपमै राख्दा नि हुन्छ। अथवा तपाईँले हाम्रो वाट्सएपको ग्रुप त भइ नै हाल्यो होइन, त्यसपछि तपाईँको अर्को के अरे 902 जुन यो नम्बर छ 9768444902, यही नम्बरको वाट्सएपमा पठाइदिनु पर्ने हुन्छ स्क्रिनसट गरेर। ए नभए जुन तपाईँले वाट्सएप ग्रुपमा जोइन हुनु भएको छ नि, जुन वाट्सएप ग्रुपमा जोइन हुनु भएको छ अथवा तपाईँ मेसेजरमा जोइन हुनु भएको छ पेजको भनेपछि त्यहीँ तपाईँले पेमेन्ट गरेर स्क्रिनसट पठाउन सक्नुहुनेछ। र आगामी प्रोसेस हामी ग्रुप तयार गर्दैछौँ। अब त्यसपछि हाम्रो एडमिसन हुने साथीहरूलाई मात्रै त्यो क्लासको लिङ्क आउँछ है भोलिदेखि। हुन्छ सर, अहिले म गरेर फोन गर्दा पनि हुन्छ होला? फोन गर्दा हुन्छ, नगरे नि फोन गर्नुभन्दा नि अब तपाईँले स्क्रिनसट पठाउनु होला। पठाएर हजुर हामी ग्रुप तयार गर्दैछौँ, ग्रुपमा हामी राखिहाल्छौँ, तपाईँले चिन्ता लिनु पर्दैन। हुन्छ। हस् ल। ल त साथीहरू, कसैको जिज्ञासा छ भने आफ्नो जिज्ञासा राख्दा हुन्छ, नत्र हामी आज छुट्टिन्छौँ। एडभान्स छैन? एडभान्स क्लास एडभान्स क्लास नि हाम्रो रनिङ भइरहेछ, एडभान्स क्लास चलिरहेछ। एडभान्सको भने फी भयो त्यति नै हो कि कम छ अलिकति? अब एडभान्सको मात्रै लिने हो भने चाहिँ अहिले हाम्रो चाहिँ 16-17 च्याप्टर कति पुगेछ, 16 च्याप्टर समथिङ पुगेछ होइन। हजुर। त्यो क्लास लिनुहुन्छ भने चाहिँ लगभग तपाईँको 4000 जति पर्नुहुन्छ। अब हेर्छु बेसिकैदेखि पढ्ने विचार हो, एडभान्ससम्म त पढेँ मैले होइन, फिजिकली क्लास। ए हुन्छ, मजाले तपाईँले यो एडभान्स पढ्नु भएको छ भने चाहिँ एडभान्सदेखि गर्दा नि हुन्छ। तपाईँको दुइटै क्लासको लिङ्क हामी पठाइदिन्छौँ तपाईँलाई, त्यो क्लास गर्दा नि हुन्छ। नभए रिकर्डेड भिडियोहरू हामी प्रत्येक दिनको रिकर्डेड भिडियो पठाइदिनै हाल्छौँ, त्यहाँबाट गर्दा नि हुन्छ। अब तपाईँले दुइटै क्लास लिन्छु भने नि तपाईँलाई त्यही अनुसारले हामी गर्न सक्छौँ। अब यही 5000मै तपाईँले दुइटै क्लास लिन पाउनुहुन्छ आज पेमेन्ट गर्यो भने। लिन मिल्दैन? हजुर, ग्रामर क्लास, ग्रामरको मात्रै ग्रामरको यस्तो छ, ग्रामर चाहिँ अहिले हामी पुगेका छैनौँ। त्यो क्लास अहिले अब हाम्रो एउटा नयाँ क्लास छ, एउटा चाहिँ हाम्रो एडभान्समा पुगेको छ क्लास छ। अनि अरू क्लासहरू नि हाम्रो एडभान्समै पुगेका क्लासहरू छन्। त्यो क्लासहरू चाहिँ हाम्रो अहिले ग्रामरमा, एक्ज्याक्टली अहिले ग्रामरमा पुगेको क्लास छैन। यही क्लास तपाईँको ग्रामरमा गइहाल्छ केही दिनपछि। क्लास फिजिकल क्लास नै लिइरहेको छु सर, अनि त्यही भएर त्यो बिचमा छुटेको भएर त्यति मात्रै लिनु थियो कि, अनि त्यही भएर। ए हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? म धनगढीदेखि सर, कैलाली। ए कैलालीबाट हो? ए हुन्छ, हाम्रो तपाईँको फिजिकल क्लास कहाँ त्यहीबाट गर्दै हुनुहुन्छ कि? हजुर सर, फिजिकल क्लास त लिइरहेको छु। हाम्रो चाहिँ अहिले कोर्स बुकमा गइसक्यो सर। अब पढिरहेको छु, ग्रामर अलि छुटेको भएर चाहिँ त्यो कन्फ्युज भएको भएर चाहिँ, अनि ग्रामरलाई अलिक फोकस गरौँ भनेर चाहिँ। ए ग्रामर चाहिँ अहिले एक्ज्याक्टली हाम्रो त्यो त छैन, तर तपाईँलाई रिकर्डेड भिडियो चाहिन्छ भने हामी रिकर्डेड भिडियो चाहिँ पठाइदिन सक्छौँ। अहिले न्यूको सर 25 को 25कै हो। बुकहरूको पनि त्यस्तो रेकर्डेड भिडियोहरू छ भन्न खोजेको हजुर। सबै छ, रिकर्डेड भिडियो बुकहरूको छ। हाम्रो सबै कुराहरू रिकर्डेड भिडियो नै हुन्छ, हाम्रो सबै कुरा रिकर्डेड नै हुन्छ। चेन्ज भएको छ नि त सर, 25 की छ भन्न खोजेको हजुर। त्यही 25 कि 2025मा जुन चेन्ज भएर आएको छ नि, त्यही एडभान्स बुकको अहिले क्लास चलिरहेछ, जुन चाहिँ 17 च्याप्टर पुगेको छ होइन। त्यो सबै कुराहरू हाम्रो चाहिँ त्यही चेन्ज भएकै कुराहरू चाहिँ पढाइ भइरहेछ। त्यही नयाँ कोर्सको अनुसार नै पढाइ हुने हो। यो चाहिँ तपाईँको पुरानो कोर्स त अब काम नै छैन होइन, नयाँ कोर्स बुक अनुसार नै जाने हो सबै कोर्स कन्टेन्टहरू। ग्रामरको लागि चाहिँ रेकर्डेड भिडियोबाटै कभर गर्नुपर्छ। हजुर, अब तपाईँले त्यो क्लास लिन चाहनुहुन्छ भने चाहिँ त्यही हो, अब रिकर्डेड भिडियोबाट नै गर्न सक्नुहुन्छ।
अन्य अवस्थामा त तपाईँले ग्रामर नै लिन्छु भन्ने हो भनेपछि यही क्लासले कन्टिन्यू गर्छु भनेपछि यो नि गर्न सक्नुहुन्छ तपाईँले। अलि लेट हुन्छ कि सर भनेर अब त लेट त अब यो हप्ता यो अलिक थोरै लेट त तपाईँले भइ नै हाल्छ, तर अब तपाईँले त्यो के कस्तो लाग्छ होइन, एउटा क्लास अर्को नि हेर्नु होला। अब त्यो चाहिँ एडभान्स क्लास छ, एडभान्स क्लासमा गर्न सक्छौँ भनेपछि त्यो क्लास हेर्न मिल्यो होइन। एडभान्सको त अब ग्रामरले 16 17 भन्नु सर हजुरले। हजुर तपाईँ कति च्याप्टरदेखि चाहनु भएको? च्याप्टर त अहिले 26 पुगिसकेको छ, मेरो बिचमा छुट्यो अनि अलिक गाह्रो भयो कि अनि त्यही भएर सर। ओके ओके ठ्याक्कै अहिले हाम्रो ग्रामर चाहिँ छैन है, फेरि ग्रामर त हाम्रो भिडियो मात्रै हुन्छ, त्यो छैन अहिले। कहिलेसम्म पुग्छ होला सर ग्रामरमा चाहिँ? ग्रामरमा लगभग 1 महिना जति लागिहाल्छ प्रवेश गर्नलाई। अब यो अरू कुराहरू तपाईँको नम्बर सिस्टम सबै कुराहरू गर्दाखेरि चाहिँ त्यहाँसम्म चाहिँ लागिहाल्छ। हजुर, कोर्स कम्प्लिट भने चाहिँ एक्जाम भन्दा पछि नै हुने भयो नि सर? इक्जाम भन्दा पछि होइन, हुँदैन। इक्जाम त अब तपाईँको कस्तो हुन्छ भने चाहिँ असारको महिना चाहिँ अब तपाईँको केही नोटिस आउँछ होइन, त्यसपछि चाहिँ तपाईँको अब नोटिस खुलिसकेपछि बल्ल तपाईँको यो चाहिँ 1 महिनापछि त हाम्रो इक्जाम सुरु हुन्छ, खुल्छ होइन। खुलिसकेपछि नोटिसको पछि तपाईँको त्यो अनुसारले के अरे कोटा खुल्छ, कोटा खुलिसकेपछि बल्ल तपाईँको 1 महिनापछि चाहिँ हाम्रो कोर्स भन्दा नि अब इक्जाम सुरु हुन्छ। इक्जाम सुरु हुन्छ भनेपछि फेरि चाहिँ अब तपाईँको कहिले पर्छ भन्ने हुन्छ। एकैचोटि तपाईँको सबैको इक्जाम त हुँदैन, कसैको अगाडि कसैको पछाडि नै भइरहेको हुन्छ। त्यो अनुसारले कोर्स चाहिँ कम्प्लिट हामी गराइदिइहाल्छौँ तपाईँको 1 घन्टा 2 घन्टा भयो भने अब कोर्स चाहिँ हामी कम्प्लिट गराउँछौँ। हजुर, पढाइ चाहिँ एकदम राम्रो लागेको थियो कि सर, अनलाइन भए पनि, अनि त्यही भएर चाहिँ लिन पाए हुन्थ्यो भनेको। कोर्स चाहिँ अलि लेट हुन्छ कि त्यही भएर कोर्स चाहिँ अब तपाईँको लेट त हुँदैन, भयो सरले चाहिँ धेरै अलिकति बुझाउनु सरले राम्रै पढाउनुहुन्छ। अब तपाईँ क्लास लिन चाहनुहुन्छ भने चाहिँ अगाडि बढाउँदा हुन्छ। सर। हजुर हजुर, युट्युबमा भिडियो राख्नु? युट्युबमा भिडियोहरू हाम्रो छ, सिग्मा एजुकेसन भनेर सर्च गर्दा नि हुन्छ, त्यहाँ सबै कुराहरू चाहिँ त्यहाँ भेट्टाउनुहुन्छ तपाईँले। सर अनि यो के अरे रेकर्डेड भिडियो मात्रै पेमेन्ट गरेर पढ्न मिल्दैन? मिल्छ, रेकर्डेड भिडियोबाटै कभर गर्छु सर त्यसो भए म चाहिँ। ए हुन्छ हुन्छ, तपाईँ मलाई पर्सनली वाट्सएप गर्नु होला। हजुर सर। त्यो वाट्सएप गर्नु होला र हामी तपाईँलाई पठाइदिनेछौँ। हस् सर हस्। हस् ल। हजुरलाई गर्दा कुन चाहिँ नम्बर? हजुर, हजुरको कुन चाहिँ नम्बर हो वाट्सएप? यो वाट्सएप तपाईँको ग्रुपमा हुनुहुन्छ नि, त्यही ग्रुप छोड्दा हुन्छ, त्यहाँ हामी रिप्लाई गरिदिइहाल्छौँ तपाईँलाई। कोरियन त पढ्यो सर, अनि कलर भिजन चाहिँ कतिको साह्रो पर्छ? कलर भिजनको लागि चाहिँ तपाईँले मजाले गुगलमा सर्च गरेर चाहिँ कलर भिजन हेर्न सक्नुहुन्छ, आफ्नो कलर भिजन चेक गर्न सक्नुहुन्छ। त्यहाँ नम्बर तपाईँले चिन्नुपर्ने हुन्छ। गुगलमा त सबै चिन्यो सर। चिन्नुहुन्छ? हजुर, त्यसो भए त क्लियर छ तपाईँको। त्यही त हो नि कलर भिजन भनेको, त्यही देखाउने हो। हजुर, त्यही देखाउने कलर भिजनमा, त्यही हेर्नुपर्ने हुन्छ, त्यही चिन्नुपर्ने हुन्छ। ए हजुर, ल त है अब। हजुर हजुर, भन्नुहोस्। स्वास्थ्यको त्यस्तो केही पर्दैन? स्वास्थ्यको चाहिँ तपाईँको एउटा निमोनियाको दाग हुनु भएन छातीमा होइन, अन्य कुराहरू चाहिँ तपाईँको केही पनि पर्दैन। ए त्यसो भए त असारमा फर्म खुल्छ? असारमा लगभग हाम्रो चाहिँ अनुमान छ। अब त्यो चाहिँ अब इपिएसले केही पनि नोटिस त निकालेको छैन होइन, त्यो नि हाम्रो अनुमानित हिसाबले चाहिँ हामी त्यो कुरा भनिरहेको। ए अहिले नि अब एक्जाम त हुँदैन नि? होइन, फर्म खुलिसकेपछि बल्ल 1 महिना चाहिँ हाम्रो ग्याप हुन्छ बिचमा, 1 महिना पछिदेखि स्टार्ट हुन्छ। त्यसो गर्दा अहिले पढेर पछि राम्रो पढ्यो भने पास गर्न सकिन्छ? मजाले अहिले अब थोरै मेहनत भए तापनि पछि चाहिँ अलि राम्रो दह्रो मेहनत गर्न सक्यो भने नि पास गर्न सकिन्छ। अहिले तपाईँले सकेसम्म अहिले नै मेहनत गर्न नछाड्नुहोस् होइन। यो चाहिँ मेहनत गर्न छोड्यो भने चाहिँ फेरि बेग्लै कुरो हुन्छ होइन। तर मेहनत चाहिँ तपाईँले कन्टिन्युटी दिने हो। मेहनत चाहिँ गर्यो भने चाहिँ 3 महिनामा नि नाम निकालेको साथीहरू थुप्रै छन्। हामी इक्जाम्पलमा हाम्रो चाहिँ स्टुडेन्टहरू दिन सक्छौँ।
तर त्यही त्योभन्दा नि तपाईँले अहिले नै गर्दाखेरि चाहिँ बेटर होला, जहाँसम्म अहिले थोरै मेहनतले राम्रो फल मिल्छ भने चाहिँ किन नगर्नु नि, होइन त? त्यसो छ। सर हजुर हजुर भन्नुहोस्। पहिले चाहिँ यो कति वर्षमा 2 पटक खुल्थ्यो होइन सर, अहिले त किन एकै पटक खुल्ने सिस्टम भएको अहिले हो र? के भयो भनेपछि यो 2022 को जुन हाम्रो 22-23 को कोटा छ नि जुन, हजुर त्यो अलि इक्जाम चाहिँ लामो गयो, त्यही भएको कारणले चाहिँ अहिले 1 वर्ष झन्डै 1 वर्षसम्म इक्जाम नै गयो भनौँ। किनभने चाहिँ एकैचोटि हाम्रो लगभग 1,63,000 चाहिँ इक्जाम दिए। अब त्यसमा चाहिँ हाम्रो युबिटी इक्जाम प्रत्येक दिन 1,000जनाले दिनुपर्ने थियो। त्यो भएको कारणले अलिक लामो भएको कारणले चाहिँ त्यही भएर अहिले नखुलेको हो। अहिले चाहिँ अब लगत्तै अब खोलिहाल्छ, खोल्यो भने नि अब त्यो चरण वाइज अब एउटैमा गर्छ कि जस्तो छ होइन। कस्तो भने चाहिँ सिप बिल्डिङको, म्यानुफ्याक्चरिङको, एग्रिकल्चरको यो सबैलाई एकैचोटि गर्छ कि भन्ने छ। त्यसो अनि गर्यो भने चाहिँ डिभाइड डिभाइड हुन्छ र अनि सबैजना मजाले इक्जाम दिन पाउनुहुन्छ सबै सेक्टरतिर। सीमित कोटा भनेको छ होइन सर यसपालि त? जस्तै 3,000ले छ भनेपछि 9,000ले मात्रै फर्म भर्न अब मिल्ने। त्यो छ, त्यसको लागि नि हामी भिडियोहरू चाहिँ हामी सबै कुराहरू तपाईँहरूलाई आफैले प्रोभाइड गरिदिन्छौँ। तपाईँले फर्म खुल्ने बित्तिकै आफूले अप्लाई गर्ने हो होइन। त्यतिखेर चाहिँ तपाईँले यताउता धाउनु थाल्यो भने चाहिँ फर्म नभरिन नि सक्छ। अनि त्यस्तो भयो भने चाहिँ के छ भने चाहिँ एउटा कुरो अब त्यस्तै गर्यो भने चाहिँ उसले कोटा कस्तो गरिदिन्छ भने चाहिँ एउटा सिप बिल्डिङको खोलिदिन्छ, एग्रिकल्चरको खोलिदिन्छ, सेवामूलकको खोलिदिन्छ होइन। सबै कुराहरू एकैचोटि खोलिदिन्छ। एकैचोटि खोल्यो भने त लगभग अब 15-20-30 हजारजनाले चाहिँ 20-30 हजारको कोटा छ भने चाहिँ सबै सेक्टरतिर 30,000 इन्टु लगाउनुहोस् त 30-90-90 हजारले भर्न पाइहाल्यो नि। अनि फर्म भर्न चाहिँ कहाँ आउनुपर्छ त? यो फर्म भर्न तपाईँले आफैले नि भर्न सक्नुहुन्छ। त्यो भिडियोहरू हामी तपाईँलाई ट्रेनिङ नै दिन्छौँ। तपाईँको भिडियोहरू हामी प्रोभाइड गर्छौँ तपाईँलाई होइन। एससी गर्नुपर्छ भनेर एउटा क्लास नै हुन्छ तपाईँको। ए हजुर अनि यो ल बाहिरी त है। क्वेसन आउँछ, हजुर हजुर के भन्नुभयो? यो कसो गर्दा चाहिँ फेल हुन्छन् त्यत्रो पढेर? अरू कम्पिटिसन बढी भएर हो त्यतिखेर चाहिँ। अब त्यस्तो कम्पिटिसन चाहिँ नहोला जस्तो छ। किन कम्पिटिसन भयो नि, अब पहिला के भयो भने अब एउटै बुकलाई उनीहरूले पानी बनाइसकेका थिए के। त्यो भएर हजुर अब 40-40 ल्याउने त पास हुने 100% नै भयो। फेरि 39-38 त्यो कर्मअनुसार तल खस्दै गयो। त्यो भएको कारणले हो अहिले कोर्सको कन्टेन्ट चेन्ज गरेको छ। अब कोर्सको कन्टेन्ट चेन्ज गर्दाखेरि अब सबै त इग्नासको हुँदैन नि। हजुर अब त्यही भएर इग्नासको हुँदैन। अब त्यो अब यो कोर्स सबैले भ्याउँदैन। एकैचोटि भ्यायो भने त अब त्यो चाहिँ 40मा 40 त सबैले ल्याउन सक्दैन नि भन्ने कुरो हो अहिले। ए अब कोर्सको चेन्ज हुने बित्तिकै अब सबैले पढेको नि हुँदैन, सबैले त्यो चाहिँ कम्प्लिट गरेको नि हुँदैन। अब कोर्स सबैले नसुनेका मिनिङहरू नि हुन सक्छन् यसमा होइन। अर्थ नबुझेपछि त आफै तल खसिहाल्यो नि त रिजल्ट। ए त्यो भएको कारणले चाहिँ अहिले कोर्स नि चेन्ज भएको हो। पहिला धेरै कम्पिटिसन भएको कारणले नि। त्यसो गर्दा पहिले जति गाह्रो छैन? पहिले जति गाह्रो नहोला। किनभने चाहिँ तपाईँहरूले पढ्दै गर्दाखेरि चाहिँ अब यो कोर्सलाई कम्प्लिट गर्नु पर्यो होइन। यो कोर्स कम्प्लिट गरेर सबैजना पानी हुने कुरो भएन होइन। अहिलेलाई त अब सबै इग्नासको हुन्छ। अब कोही तल कोही अलिक थोरै तल माथि भइ नै हाल्छ। त्यो कारणले चाहिँ कोड अब जुन लेभलको छ त्यो 100मा 100 ल्याउने थोरै हुन्छन्। अब 100मा 100 ल्याउने त पुरै भ्याउँदैन नि त अहिले त। अहिले धेरै अहिले थर्ड सिफ्टमा त हाम्रो चाहिँ लगभग 100मा 100 भनौँ ल्याउने पास भयो भनौँ। अब 39 भनेपछि त 100मा 100 नै हो नि त। अब 99 नै भनौँ। त्यसो छ। ल अहिलेलाई तपाईँको पेमेन्ट गरेर पठाउनु होला होइन। तपाईँको ग्रुपको लागि तयारी गर्छौँ हामी अगाडितिर। अब हजुर आज हामी छुट्टिन्छौँ। अहिले तपाईँ सबैजनालाई पेमेन्ट गरेको चाहिँ स्क्रिनसट पठाइदिनु होला है सबैजना। ल अहिले छुट्टिन्छौँ। गुड नाइट। 감사합니다. ओके ओके, 감사합니다. बाई।